हेलो हाई एभ्रिवान। यो चाहिँ नि आज हाम्रो बेगनास्थल जाने भनेर प्लानिङ भइरहेको थियो साथीहरू र फाइनली हामी बेगनास्थल पनि पुग्यौँ र बाटोमा एकदमै धुलोहरू थियो। धुलो त भन्नै पर्दैन साथीहरू, एकदमै। अनि कहीँ कतै पानी पनि परिरहेको थियो र हामी जस्तो सुकै दुःख पार गरेर त्यहाँ पुगे पनि त्यहाँको त्यो भ्यूहरू हेरेर चाहिँ नि हामीलाई एकदम आनन्द फिल भयो साथीहरू, एकदमै खुसी ह्याप्पी फिल भयो साथीहरू। त्यहाँको त्यो चराचुरुङ्गीको आवाज, त्यो तालको किनारमा भएको माछाहरू र त्यहाँको त्यो ठाउँहरू, त्यहाँको वेदरहरू हेरेर एकदमै आनन्द फिल भयो साथीहरू। मलाई मनपर्ने ठाउँ भनेको बेगनास लेक हो एकदमै साथीहरू। हजुरहरूलाई कस्तो लाग्छ? र हामी फाइनली त्यहाँ पुग्यौँ पनि र आज हाम्रो दिनको इन्जोय त्यहीँ भयो र हामीहरू सबैजनाले तातो तातो कफी खायौँ चिसो मौसममा र त्यहाँ एकछिन फोटो खिच्ने भिडियो गर्ने गरेर हामी चाहिँ नि अब ल हामी फिसिङ गरौँ भनेर सल्लाह भएको थियो र फिसिङ चाहिँ नि हर कोही ठाउँमा थिएन, कहीँ कतै मात्र थियो र हामी खोज्दै जाँदा फाइनली हामीले फिसिङ गर्ने ठाउँ पनि भेट्यौँ र हामीले फिसिङ गऱ्यौँ। फिसिङ गर्दा गर्दै राति पनि भयो साथीहरू है। राति हुँदा हुँदै हामीले एकदमै लङ टाइम हामीले इन्जोय पनि गऱ्यौँ फिसिङ गर्दै र चाहिँ नि हामी चाहिँ नि खाना मगाएर, त्यहाँको खाना एकदमै मिठो थियो। त्यहाँको मेन खाना भनेको फिस है, तर हाम्रो ग्रुपमा फिस चाहिँ नि कसैले खानी नभएर हामीले अरू केही मगाएर खायौँ र त्यहाँको खाना आज एकदम मिठो थियो साथीहरू। र हामीले खानासाना खाएर राति हामी घर फर्क्यौँ साथीहरू है। थ्याङ्क यू सो मच एभ्रिवान। लाइक कमेन्ट सेयर गरिदिनुहोस् है साथीहरू। थ्याङ्क यू सो मच साथीहरू।